यो क्वेसन चाहिँ कहिलेको रहेछ भने 2078 भाद्रको रेगुलरको क्वेसन हो। कलर देखेन, एकछिन म अर्को चेन्ज गर्छु। देखिन्छ क्वेसनमा के भन्छ, 3 स्टेज centrifugal pump has impeller 400 mm in diameter and 20 mm width at the outletमा भनेको छ भनेपछि र सुरुमा के हुन्छ, थ्री स्टेज भनेपछि यहाँ सबै कुरा दिएअनुसार लेख्ने। क्वेसन सेन्ट्रिफुगलको पम्पको क्वेसन आउने बित्तिकै यो फ्लुइड मेसिनको जुनसुकैको न्युमेरिकल होइन, सुरुमा यो भेलोसिटी डायग्राम चाहिँ बनाइहाल्नुपर्छ। त्यहाँबाट हामीले धेरै आइडिया पनि आउँछ र यो गिभन र यो भेलोसिटी डायग्रामबाट पनि 1-2 मार्क आउन सक्छ। त्यसैले के भन्छ, 3 स्टेज सेन्ट्रिफुगल पम्प भनेपछि n = 3 भयो। अब इम्पेलर डायमिटर, आउटलेटमा इम्पेलरको डायमिटर र विड्थ दिएको छ भनेपछि आउटलेटमा D2 भनेको कति देखा, 400 mm भनेपछि 0.4 मिटर। त्यसै गरी B2 भनेको विड्थ 0.02 मिटर। र अर्को इम्पोर्टेन्ट कुरा के भन्छ, अब यो के पनि दिएछन्, द भेन्स आर कर्भ ब्याक एट द आउटलेट 45 डिग्री भनेपछि आउटलेट भेन एङ्गल कति दिएको छ, 45 डिग्री, जसलाई हामी केले डिनोट गर्छौँ, पाईले। पाई भनेको 45 डिग्री यो हो नि त। यो आउटलेटको भेन एङ्गल भनेको यो, इनलेटको भेन एङ्गल भनेको थीटा हो। त्यसैले पाई भनेको 45 डिग्री भयो। अब के भनेको छ, एकैछिन सरी, के भन्छ, रिड्युस द सर्कमफेरेन्शियल एरिया बाई, आउटलेटमा चाहिँ सर्कमफेरेन्शियल एरिया 10%ले घट्यो भनेपछि वर्किङ एरिया कति हुने भयो, 100मा 10% रिड्युस भएको छ भनेपछि 90% मात्रै हुने भयो। त्यसैले हामीले के लेख्न पायौँ, A2 भनेको एरिया भनेको के हुन्छ, हामीलाई फर्मुला थाहा छ, एरिया भनेको के हो, पाई डी र बी हो। अब यो जहाँको हो त्यहीको नम्बर लेख्नुपर्छ। इनलेटमा भने 1, आउटलेटमा भने 2। यो आउटलेटमा हो र कति पर्सेन्ट वर्किङ छ, 90% मात्र हुने भयो, 10% रिड्युस भएर। त्यसैले 0.9 पाई D2 B2 लेख्न पायौँ। अब त्यसै गरेर के छ भन्ने, के दिएछ भने द भेन्स आर कर्भ भयो होइन, रिड्युस सर्कमफेरेन्स। अर्कै म्यानोमेट्रिक एफिसियन्सी, म्यानोमेट्रिक एफिसियन्सी कति दिएको छ, 80%, 0.8 दिएको छ। अब अर्को के देखा, ओभरअल एफिसियन्सी कति देखा, सरी म्यानोमेट्रिक एफिसियन्सी 0.9 दिएको रहेछ। म्यानोमेट्रिक एफिसियन्सी 0.9 र ओभरअल एफिसियन्सी 0.8 र आरपिएम कति दिएको छ, आरपिएम भनेको 1000 दिएको छ। अर्को डिस्चार्ज पनि दिएको छ, डिस्चार्ज भनेको 0.05 मिटर क्युब पर सेकेन्ड दिएको छ। अब यो गिभन अनुसार हामी सल्भ गरेर जाऊँ। के निकाल्नु भन्छ, हेड जेनेरेटेड। मैले यहाँ हेड जेनेरेटको फर्मुला भनेको थिएँ। म्याथमेटिक हेड जेनेरेटको फर्मुला थाहा नभए पनि यहाँ हामीलाई म्याथमेटिक एफिसियन्सी दिएको छ। म्याथमेटिक एफिसियन्सी फर्मुला के छ, GHM/VW2U2। अब हेरौँ त, यसो यो हामीसँग छ, यो दुईवटा भयो भने एचएम निस्किन्छ नि त, त्यही निकाल्न भनेको। हेड जेनेरेटेड बाई द पम्प एउटाको निकाल्यौँ अनि 3ले मल्टिप्लाई गऱ्यो भने होलको आउँछ। 3टा स्टेजको गरिदिउँ भने होलको आउने हुन्छ होइन। अब निकालौँ, के निकाल्नु भने VW2 र U2 भनेको के हो, पाई D2N/60। पाई भनेको पाई, D2 भनेको 0.4, N भनेको 1000/60। अब VW2 निकालौँ। VW2 नि यहाँ अब भेलोसिटी डायग्राममा हामी हेरौँ, भेलोसिटी डायग्राममा हेरौँ त कसरी निकाल्न सकिन्छ। हामीसँग फाईको भ्यालु छ, भने लु निकाल्नु, त्यही युज गरेर गरौँ त। tan phi भनेको के हुन्छ, P भनेपछि BF2, बेस भनेको U2मा VW2 घटाउनु पर्यो। phi भनेको 45 डिग्री छ, BF2/U2 VW2। यो tan 45 भनेको 1 भयो, त्यसैले के हुने भयो, यसलाई यसो अरेन्ज गऱ्यौँ भने VW2 BF2 U2 - VW2 हुने भयो। त्यसैले VW2 भनेको के हुन्छ, U2 - BF2 हुन्छ नि त होइन। VW त्यसरी अब BF2 कसरी निकाल्न सकिन्छ, हामीसँग Q छ,
डिस्चार्ज हामीसँग आउटलेटको दुइटै डाइमेन्सन दिएको छ नि त D2 र V2 त्यही युज गरेर हामीले डिस्चार्ज निकाल्न सक्छौँ। डिस्चार्ज भनेको के हो एरिया इन्टु फ्लो भेलोसिटी यो 2 को हो नि त 2 को युज गरेर लागेको छौँ त्यसैले 2 कै युज गरौँ ए भनेको पाई D2 B2 VF2 Q भनेको 0.05 यहाँबाट सबै भ्यालुहरू हामीले हाल्यौँ भने VF2 कति आउँछ भने VF2 को भ्यालु 2.2 मिटर पर सेकेन्ड आउनुभयो। त्यसै गरी VW2 कति आउनुभयो के थियो VW2 माथि हामीले के निकालेको थियौँ VW2 भनेको U2 माइनस VF2 U2 भनेको पाई D2 एन बाई U2 यहाँबाट आउँछ U2 यसरी सल्भ गर्नु भने कति आउँछ U2 कति छ पाई इन्टु 0.4 टाइम्स 1000/60 यसरी गऱ्यौँ भने हाम्रो U2 को भ्यालु यो सल्भ गर्यो भने 20.94 मिटर पर सेकेन्ड आउँछ। यसरी नै अब VW2 को भ्यालु कसरी कति के आउनुभयो 20.94 मा VF2 घटाउनु भयो नि त होइन VF2 घटाइदिउँ कति आउँछ यो गऱ्यौँ भने 18.7 मिटर पर सेकेन्ड आउँछ। अब हामीले यो सबै VW2 आइसक्यो U2 आइसक्यो अब के निकाल्नु डाइरेक्ट एनएम म्यानोमेट्रिक इफिसियन्सीको फर्मुलामा हालिदिउँ भने एच म्यानो आउँछ हालौँ त एन म्यानो कति छ एन म्यानो भनेको 0.9 छ जी भनेको 9.81 भयो एचएम निकाल्नु पर्ने छ VW2 भनेको कति हो 18.7 र U2 भनेको कति निकाल्यौँ 20.94 यसलाई सल्भ गऱ्यौँ भने म्यानोमेट्रिक हेड कति आउँछ 100 होइन 36 मिटर आउँछ यो त एउटा स्टेजको भयो टोटल निकाल्नु पर्यो भने तिनवटा स्टेज र तिनवटा स्टेजले मल्टिप्लाई गऱ्यो भने टोटल हेड आयो कति आउँछ 108 मिटर अब त्यसै गरी अर्को के निकाल्न भनेको छ के भन्छ साफ्ट पावर र के दिएको छ हामीसँग ओभरअल इफिसियन्सीको फर्मुला के हो WUH म्यानो बाई साफ्ट पावर ओभरअल इफिसियन्सी 0.8 दिएको छ W भनेको के हो 9810 हुन्छ W भनेको Q भनेको 0.05 इन्टु HM भनेको 108 मिटर टोटलको लिइरहेको छौँ है हामी यहाँ चाहिँ टोटलको यहाँ साफ्ट पावर यसलाई सल्भ गऱ्यौँ भने साफ्ट पावर आउँछ कति आउँछ यसलाई सल्भ गऱ्यौँ भने हाम्रो 66.22 किलोवाट आउँछ W भनेको 9810 कसरी भन्यो W भनेको केही पनि होइन क्या जी इन्टु 1000 हो क्या भनेको W हो क्या यति हो सल्भ गर्नुपर्ने थ्याङ्क यू यसरी नै अब अर्को भिडियोहरूमा हामी अरू न्युमेरिकल सल्भ गर्दै जानेछौँ